हेलो गाइज, आज चाहिँ म अब काम सकेर कामबाट डाइरेक्ट आज अक्सफोर्डतिर जाने हो दिदीको घरतिर। अहिले चाहिँ म अब काम सकेर ट्रेन कुर्दैछु। अब चाहिँ अब ट्रेन आउनै छ, आउने टाइम त भयो, थोरै डिले भएछ। अहिले चाहिँ ट्रेन कुर्दैछु। अब ट्रेन आएपछि ट्रेन चढ्छु। अहिले चाहिँ म ट्रेन चढिसकेँ। ट्रेन चढेर पनि अलिकति आइसक्यो भनौँ होइन। त्यसपछि अब चाहिँ म बेजिङ स्टक भन्ने स्टेसनमा झर्छु। त्यहाँबाट फेरि अर्को पनि चेन्ज गर्नु छ। त्यसपछि फेरि अझ एउटा टोटल चाहिँ मेरो 2टा चेन्ज छ। त्यसपछि चाहिँ म पुग्छु त अक्सफोर्डतिर। अक्सफोर्ड नै त होइन, अक्सफोर्डतिर भनौँ। अहिले चाहिँ म जाँदैछु, ट्रेनमा छु, बाहिर अँधेरो छ। म चाहिँ अब ट्रेनमै छु भनौँ। अब एकछिनमा चाहिँ अब चेन्ज गर्ने बेजिङ स्टकमा पुग्छु। बेजिङ स्टक आइसकेँ। अब चाहिँ झरेर म चाहिँ स्टेसनमा झरेर अब अर्को प्लेटफर्ममा रहेछ। प्लेटफर्म 5मा नि आइसकेँ। अब यो बाटो चाहिँ रेडिङको लागि जान्छु। फुल हो कि दाना हो, कसले आँखाले देखे जस्तो खिचेन फोनले चाहिँ, तर आँखाले हेर्दा चाहिँ दामी भयो। म अर्को ट्रेन पनि चढिसकेँ। अब चाहिँ फोनमा चार्ज पनि छैन, एकछिन चार्ज लाउनु पऱ्यो। अनि अर्को स्टेसन पुग्न चाहिँ 45 लगभग अझै 40 मिनट जति लाग्छ क्या। डिसाइड ओके। अब चाहिँ फोन चार्ज बनाउँछु है। म चाहिँ रेडिङ आइसकेँ। यहाँको चाहिँ अलि ठुलै रहेछ, प्लेटफर्महरू परसम्म। झरेको चाहिँ 7 हो, 15 हो, अझै पर उतापट्टि छ। अहिले चाहिँ ट्रेनले चेके छ। यहाँको स्टेसन चाहिँ अलि ठुलै रहेछ। म चाहिँ प्लेटफर्म 15मा हो, त्यही भएर जाँदैछु। म चाहिँ मेरो प्लेटफर्म भन्नाले टिकटको 15तिर जाँदैछु। 15B 15A कुन चाहिँ हो मलाई चाहिँ थाहा छैन। टिकटमा मेन्सन चाहिँ गर्छु, तलै गएर सोध्नु पर्ला। म रेडिङबाट पनि चढिसकेँ। म जाने चाहिँ अब लिडकोटमा हो। अनि एकछिनमा 10 मिनटमा पुग्छु होला लिडकोटमा चाहिँ। म चाहिँ खासमा अब लिडकोट आइपुगेँ। अहिले चाहिँ खासमा हिँडेको चाहिँ दिदीको घर हो कि। अहिले चाहिँ म दिदीकोमा जाँदैछु। यहाँबाट पनि थोरै बस चढेर जानुपर्छ। र अब चाहिँ म दिदीकोमा जाँदैछु। आजलाई यति नै। अब चाहिँ भोलि भेटौँ है त।